हेलो गाइस वेलकम टु अनदर युट्युब भिडियो। आज चाहिँ हाम्रो दिदीको चाहिँ बेबी सावरको इभेन्ट चलिरहेको छ। दिदीको बेबी सावर इभेन्टमा वाइफाई जस्ट अ सेकेन्ड ओके। यसमा चाहिँ दिदीलाई चाहिँ दही चिउरा खुवाउने कार्यक्रम पनि चलिरहेको छ। हामी सबैजना मिलेर तिहारको दिनमा रमाइलो प्लस विधान दाई यता विधान दाई ओपी हजुर भाउजूलाई ल बोलाउनु भाउजू हजुर उता बोलाउनु भएको छ ल उता इभेन्ट सुरु हुनु लागेको छ ल ल Yeah, you make this video, I'll connect the Wi-Fi. You make this video with commentary, okay? The video is on. People complaining over everything. People cutting the cake, baby shower. Or just speak whatever you need to speak. Just speak. You can speak anything. I don't know. You can do that. Yeah, just let them know. Let the people watching. You need to tell them what's happening. I don't know. It's the baby shower of Oh Deepa yeah, auntie, this is no? baby shower of Deepa. Too much pictures. Alright, yeah, connected. Alright guys, we continue. अब चाहिँ दाइ सुरेन दाइ भाउजूहरूले टिस्यु पेपर दिदी त्यो पहिला सबै त्यसको मिनिङहरू हेर्नु ऊहरू हेर्नु तर नाम चाहिँ खतरा छ सर्ट नेम डीबाट स्टार्ट DYAN अनि खाना तपाईको फेरि त्यो सर्ट नेम पनि सर्ट छ के त्यसले गर्दा बेस्ट नेम Diwan Sahab. Salman Khan Diwan Sahab. Alright, alright. ल अब अर्को कल्पना हजुर दाइ रमेश दाइ के कार्यक्रम छिटो भ्याउनु पर्यो आइहाल केही छैन होइन बस्नु न त्यस्तै हो कि अहिले धेरै नै रिल्याक्स भयो चेयर जता घुम्नु त्यतै घुम्ने क्यान्डल पूजाको मन्दिरमा भाइ मम्मी आन्छ चिकन दिएको त नखाइदियो कलरफुल दियो भएन भन्नु न पहिला हुन्छ एउटा श्री डान्स भाइ नै मान्छ भाइ नै दादा
भाइ हो भाइ माइजू किसे माइजू अलि कडाको लाइन आउँदो रहेछ सबै बनाएर त कसको मैले माधव अङ्कल भन्थे पिलाले भन्दिन अङ्कल भन्थे दिदी बेबी छ नायरा देयर इज अ बेबी लिटिल बेबी तर त्यहाँ भाइ छ कि बहिनी छ नि भाइ छ अनि उसले त जेन्डर रिभिलमै हो क्या होइन त्यो पुल ल अब कसको टर्न नेक्स्ट मैले होला त्यसो मेरो भयो कमेन्ट्रीका साथ के कमेन्ट्री दिने अनि के काट्नु ल अब हाम्रो भाइले खुवाउँदैछ नि दही चुरा के भन्ने रे दाइ फेरि भाइले अब दही चिरा खाएर दिदीलाई भाइले दही चुरा खुवाउँदैछ वेलकम बेबी एकदम अब खुवाउँदैछ नि खुवाइहाले विश यु भेरी के अरे रिसिन होला स्टाइलमा यो दही चिरा त वेलकम बेबी हो नि त अब एकदमै त्यो नेपाल ट्युबको तरिकाले के हेर्नुहोस् त के भयो मेलबर्नमा तिमी आउँछौ नि होइन ट्याक्कै दिदी धेरै मोटाको कारणले हल्का छोडेको होइन तँलाई भन्दा लिनाजुलाई चाहिँ धेरै हुन्छ लिनाजुलाई चाहिँ धेरै हुन्छ अब केक काट भाइ विधान दाइ गर उस गरिदिनु फोटो खिचौँ कि यसको भिडियो दाइ अन गर्नु नि त फोटो खिच्नलाई बालिन्छ कि बालिन्न यसमा अन गरिदिनु न त म फोटो खिच्छु के हो
डगी यताबाट आउँछ लिएर आउनुपर्छ प्रिपेयर गरेर वेल डन सर अब चाहिँ हाम्रो चाहिँ दिदीले गिफ्ट पाइसकेपछि चाहिँ मक्क परेको देखिरहेको छु फाइनल्ली गिफ्ट आयो खुवाइदिन्छु फेरि ल्याउ त तिमी त खुवायौ दिव्या ल फोटो 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 एउटा ठिकै छ भन्नु विधान दाइले दिँदै हुनुहुन्छ अब दही चिउराको फोटो 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 Alright guys, bye bye. See you in another video. यताबाट छ के लुगा मर्निङ मात्रै होला सबभन्दा ठिक थियो दिदी ल ठिक छ अब हामी सबै भयो ह्याप्पी बेबी सावर क्यान्डल बाल्ने हो र होइन होइन ल ह्याप्पी दही चिउरा ल ह्याप्पी बेबी सावर भन्नु परेन ए दही चिउरा ल फोटो उताबाट खिच्नु भिडियो चाहिँ मैले अब टिकटकमा चाहिँ बनाउँदै मैले युट्युबमा चाहिँ बनाउँछु दही चिउरा अन्त फोटो इम्पोर्टेन्ट हो अनि ल ल चाँडो 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 ल दिदी अब काटिदियो कि के हो 1 2 3 क्ल्याप ह्याप्पी बेबी सावर फोटो उताबाट खिच्नुपर्छ ल अब ज्वाइँले बेबी सावर सम्पन्न यति भइसकेपछि ल क्ल्याप हेलो एभ्रिबडी गुड मर्निङ यो छ अर्को दिन बेबी सावर पछिको मैले चाहिँ त्यो भिडियोको इन्डिङ रेकर्ड गर्न बिर्सेछु त्यही भएर चाहिँ मैले अलि एडिट गर्ने बेलामा मैले थाहा पाएँ इन्डिङ रेकर्ड गर्न बाँकी रहेछ मलाई चाहिँ बाहिर थुनिदिएको थियो त्यही भएर चाहिँ म चाहिँ अब भित्र जान खोजिरहेको छु भिनाजुले हो कि भिनाजुको बानी नै त्यस्तै अस्तिले मलाई एकचोटि ब्याक एन्डमा त्यस्तै लक गरिदिनु भयो ठुल भाइ पछाडि ब्याक एन्डमा थियो अब अन्य पनि भित्रबाट ढोका बन्द गर्दैछ अब चाहिँ म के गर्छु भन्दाखेरि द्याट्स इट गाइज हिजो मैले बेबी सावरको इन्डिङमा रेकर्ड गर्न बिर्सेको छु त्यही भएर चाहिँ यसैलाई नै अफिसियल इन्डिङ गरौँ दिदी होइन दाइ भाउजूहरू मेरो रिलेटिभ्सहरू हुन्छ वरिपरि बाई बाई गाइज भन्नु बाई बाई गाइज सी यु गाइज इन अनदर भ्लग सी यु गाइज इन अनदर भ्लग तिमी खाऊ खुर्नु यो हेरी खाऊ यो दिदीले बनाएको खुर्मा है लगाइस बाई बाई अपलोड गर्दै गर्छु पिस आउट द बेस्ट इज आउट